मैले त भ्लग बनाउनु थालिहालेँ आज मैले के अरे अमेरिकाबाट झिकाएको नयाँ फोन हेर न यो कुन फोन हो आइफोनै हो नि आइफोन हो आइफोन त हो तर कुन चाहिँ आइफोन भन्ने कुन आइफोन जस्तो लागिरहेको छ तिमी 7 के अरे यास प्लस हो दोस्तो सेवा स्वीकार गर्नुहोस् आज चाहिँ हामी टक्कसँगले घरबाट होइन जङ्गलबाट जङ्गलै जाँदैछौँ कहाँ जाँदैछौँ अब यहाँ अगाडि एकजना जङ्गली मान्छे हुनुहुन्छ हामी गन्तव्य नै जङ्गली म्यान होइन हो म्यान होइन जङ्गली होइन अब तपाईँहरूलाई हामी एकैचोटि सस्पेन्सन ब्रिजमा पुगेर ए होइन त्यो पछाडि दुईजना पनि छ त ए छिटो आउन यहाँ केही भन न केही भन न ल म सिनेमेटिक खिच्दैछु ल तिमीहरू आउँदैछ अरे ल ए दोस्तो के छ खबर देखे जस्तो लाग्यो यसरी ब्लग हेलो गाइस के म चाहिँ उल्टो हिँड्नु क्यामेरा गरेर न हामीलाई नि देखाउन नि के हो र धेरै नभए हामी बनाउने रहेछ दुईजना मात्र आगो गरे ल भन के भन्नु छ तिम्रो के भयो तिम्रो हामी फुलमा आइपुग्दा हेलो गाइस वेलकम टु आवर ब्लगर यता पातलो ब्लगर यो चाहिँ आधै यो अरे तपाईँ यो चाहिँ दिस इज त्यो एउटा मिम छ नि दिस इज उयसको बाउले देखाउँछ अनि दिस इज के अरे शशाङ्क र उयसको होइन त बाउलाई दिस इज भन्छ यो चाहिँ दिना हो यो रनियल यो जगत फोनको मालिक चाहिँ सुसु गर्नु गयो यता कसरी फ्लिप गर्ने बाबु यसरी हात घुमाउने हो ए गाइस ए दुईजना यो चाहिँ गोप्रोवाला भ्लग हो ऊ चाहिँ आइफोनवाला भ्लगर हो ओइ रोन हाम्रो भ्लग छुट्यो भाइ अहिले चाहिँ हामी सस्पेन्सन ब्रिजमा आइसकेका छौँ ऊ त्यो पर दुईजना पर अनि दुईजना यहाँबाट सबै देखिन्छ
गाइस हामी बाटोमा हिँड्दैछौँ हालत खराब भइसक्यो म यत्रो भारी बोकेर पनि हिँडिरहेको छु गाइस यहाँ छ्याङहरू छ आमाको आमा यता हुनुहुन्छ हेलो भन्दिनँ आमा हेलो त्यस्तै गर्दा आज पुरै कसरीबाट आएर तिमीलाई झुलाइदिएर आएर कि काशी हामी फर्किरहेछौँ हाई बहादुर ओइ पागल फोन कसरी राख्यो जाऊ न अनरको अगाडि जाने गुराँस टिपी लिएर मैले टिपेर सबैले गुराँस हाल्दैछ यहाँ रनिलले पनि यहाँ गुराँस हाल्दैछ राम्रो बनाउँदैछ डेकोरेसन जगतले डेकोरेट गरिसक्यो